गाइज म चाहिँ सानो यति लगिसकेको छ है हाम्रो दिदीको आमा सबैजना माउन्टेश्वरीमा के गरेछ माउन्टेश्वरीले अस्ति लाँदाखेरि चाहिँ खोक्रो मात्र थियो भित्र गुदी थिएन यसभित्र ऊ यहाँ हेर्नु ट्राई गर्नै पर्दैन हेर्नु न यी खोक्रो मात्र छ हाई गाइज वेलकम छ हाम्रो नयाँ भ्लगमा है अनि आज डे 64 अनि अब चाहिँ म लगभग 1 विक जस्तो चाहिँ वर्क फ्रम होमै गरिरहेको छु है गाइज अहिले चाहिँ होइन अनि यता चाहिँ माउन्टेश्वरीमा के गरेछ माउन्टेश्वरीले माउन्टेश्वरी भने होइन हौ मोन्टेश्वरी भने यहाँ चाहिँ पुरै धुवा म चाहिँ अब काम गर्न जान्छु होइन टक्क लगाएर अनि त्यसपछि काम गरिसकेपछि त्यसपछि खाना खाने टक्क लगाएर एकछिन घाममा बस्नु पऱ्यो नि त होइन चक्क लगाएर होइन घर बसी बसी यति रमाइलो होइन यो चाहिँ अब हिजो ल्याएको कपमा एस्थेटिक कपमा चाहिँ अब म चिया खान लागेको है त गाइस टक्क लगाएर ए सान्नानु सो यो चाहिँ मेरो वर्क फ्रम होमको वर्क प्लेस है टक्क लगाएर अब टक्क लगाएर चाहिँ बुफर बजाउँदै मस्तले होइन काम गर्ने काम स्टार्ट पनि मैले गरिसकेको छु पोस्ट पनि यहाँ बनाउँदैछु होइन के फ्यु चेन्जेस यो पोस्टमा चाहिँ म अपडेट गरिरहेको छु अनि त्यसपछि अर्को भनेको चाहिँ अब हाम्रो भिडियो एडिट पनि गर्नु छ होइन प्रिमियर प्रो उता खोल्यो टक्क लगाएर प्रिमियर प्रो खुल्दैछ एन्ड देन यो खुलिसकेपछि चाहिँ भिडियो एडिट गर्छु है सानोले यता भिन्डी आलुको सब्जी पकाइसकेकी छिन् अनि यता चाहिँ दाल माम पाक्दैछ गाइस अनि दाल चाहिँ यता रेडी पारिसकेको सानोले पकाएर यता चाहिँ यिनले चाहिँ मुलाको अचार बनाएकी छिन् भुजुरी भन्छौँ हामीले कराईमा चाहिँ तिमीले के भन्छ हामी भुजुरी भन्छौँ यसलाई मुलाको भुजुरी यो पाकेपछि बुवा बुवा खानुभयो यता बुवा चाहिँ हाम्रो बुवा घाम तापेर बस्दै हुन्छ कस्तो भएछ बुवा मुलाको अचार हो त्यही भने अनि चिसो चाहिँ के साह्रो परेको के बुवा भने हेत्तेरिका कहिलेसम्म हो अब यो माघ भर माघ हो नानुले चाहिँ यता पस्किसकेकी छिन् भात अनि सब्जी यतापट्टि दाल छ यता अर्को सब्जी अब चाहिँ हामी खान्छौँ खाएपछि भेट्छौँ यता बुवामा त बसिराख्नु भएको छ उहाँहरूले चिया खाइसक्नु भयो है यता अनुसारले चाहिँ टक्क लगाएर चिया बनाएकी छिन् है यो कप भएपछि मलाई के चाहियो चिया यसै नि मिठो यार यो कपमा त सानोले बनाएको चियाको खानाको मजै बेग्लै छ गाइज क्या दामी छ भयो गाइज हाम्रो आन्टी पनि आइसक्नु भयो भर्खरै आउनुभयो टक्क लगाएर आन्टी सानोमा त चिया खाइरहेकी छिन् यता चाहिँ बुवा आमा आन्टी बसिराख्नु भएको छ अब मैले चाहिँ यता गाइज लाई खानु लागेको लाई अस्तिको यो लाई अस्ति बनाएको लाई खान्छ है गाइज अब टक्क लगाएर यो चट्ट यहाँ राख्ने हो है यता बसेर लाई खाने पोहा साँच्चै मिठो लाई हो कसलाई मलाई सो गाइज हामी चाहिँ बजार आएको छौँ टक्क लगाएर होइन गाइज हामीले चाहिँ च्याउलिन लगाएको है 100 रुपियाँ केजी है च्याउले घटाएर चाहिँ त्यही भएर चाहिँ हाम्रो यो चाहिँ बजार हो है नरेफाटको हेलो हेलो नानु खै हेलो भन्ने सो हामी चाहिँ च्याउ लिँदैछौँ है त गाइज हामीले चाहिँ हो हरियो केरा लगिरहेछौँ हरियो केरा हरियो मटर थर्ड आइटम चाहिँ हाम्रो टमाटर 100 रुपियाँ केजी छ है टमाटर गाइज हजुरहरुकोतिर टमाटर कति रुपियाँ छ धनियाँ पनि लग्यो राम्रोसँग बाँध्यो त्यसलाई धनियाँ लसुन अनि हाम्रो एउटा चाइनिज साग यो लगेको सो गाइज हामीले चाहिँ अब सिमी लगिरहेछौँ है चट्ट लाएर कसरी 120 रुपियाँ किलो नि यो 120 रुपियाँ केजी छ क्या यो चाहिँ सो गाइज अब हामीले सक्खरखण्ड लिन लागेको अनि त तरुल पनि छ 100 रुपियाँ केजी है सक्खरखण्डको 100 रुपियाँ केजी मात्र 100 सो गाइज म चाहिँ यता सानो यति लगिसकेको छ है अब हामी चाहिँ घर फर्किन्छौँ गाइज हामी फेरि यता आएको छौँ ड्राई नट्स ड्राई फ्रुट्सहरू लिनको लागि है यो काजु अस्तिको पिस्तामा त खोक्रो मात्र थियो पिस्ताको पिस्तै थिएन
यो दिदीका फेरि आइसक्यौँ हामी आधी केजीको कसरी छ आधी केजीको सो गाइज हामी यतासँग यता तल आएर सबैजना आउनु है त बजारको पसलमा आइ भनिदिनु त आइ भनिदिनु हाम्रो दिदीको आउनु सबैजना सपिङ गर्न होइन यहाँको सबै यो खाली यो दिन किनेर हो कि होइन सबै रित्याइदिनु है यो किनेर रहेछ गाइज उहाँ मक्खै पर्नुहुन्छ नि किनेपछि ल एकपल्ट हामी फेरि ट्राई गर्छौँ यो अस्ति लाँदाखेरि चाहिँ खोक्रो मात्र थियो भित्र गुदी थिएन यसभित्र ऊ यहाँ हेर्नु ट्राई गर्नै पर्दैन हेर्नु न यी खोक्रो मात्र छ त्यो मात्र होइन फेरि हामीले यो खोल्दाखेरि पनि भित्र खोक्रो खोक्रो हुन्छ कि अनि त्यो भएर भनेको गाइज हामीले चाहिँ ड्राई फ्रुट्स किन्यौँ सानो भनिदेऊ ल के लग्यौँ काजु पिस्ता अनि मस्त मक्खन अनि त्यसपछि यो चाहिँ बिरेनु पर्ने यहाँ दिदीले एकदम हामीलाई मिलाएर दिनुभयो एकदम यसलाई यहाँ आउनु सस्तोमा दिनुभयो सस्तो मस्तो भर पर्दैन टिकाउ एकदम खायो भने जिउमा लाग्छ बवाल तागत यता सानानुले चाहिँ लुगा किन्न लागेकी छिन् मामुको लागि ल यो हुन्छ होला मामुलाई होइन ठिकै छ कलर जति नै हुन्छ यो त मम्मीहरूलाई यो फाइनली हामीले चाहिँ एउटा यो पर्पल कलर लगाऊँ एउटा चाहिँ ब्लू कलर है गाइस सानानुले चाहिँ यता केक किन्न लागेको छ यो केकहरू पेस्ट्रिजहरू चाहिँ यता हेर न यता यता पलामा यता हेर न यता हेर यता हेर न गाइस यहाँ चाहिँ गाइस बाहिर आछ क्या सिसा बोतल फलाम के भयो रे बुवा के भयो रे बुवा बोली ठ्याक्कै उठ्दै छ के हो यो टेस्ट गर त पुरै स्नो भए जस्तो छ पुरै त्यसमा कस्तो छ माथि कोकोनटको ऊ हो अनि अरू कि चियासँग खाउँ न कि बिग्रिया र खैल्याउ न मलाई नि दिने सानानुलाई अचेल एकदम क्रेभिङ भएको छ कालो चियाको यी साँझ साँझ रातिखेर चाहिँ सधैँ कालो चिया खान खोज्छिन् यहाँ चाहिँ सानी टुन्टुरी बुन्टुरी बुन्टुरी नानुले चिया लिएर आयो ए नानु यो चियामा के पर्यो हेर त यो यहाँ त्यही त तिम्रोमा के पर्यो हेर नि अदुवा हो कि लदुवा हो यो गाइज हामीले चाहिँ आज खिचडी खान लागेको है त खिचडी होइन आज हामीले चाहिँ जाउलो खान लागेको मेथी जाउलो भन्छ यसलाई चाहिँ टक्क लगाएर मेथी जाउलो खान लागेको यता छ यी मेथी जाउलो हजुरआमाले मलाई पसिदिए हुन्छ आमा थोरै दिनु है
थोरै खान्छु म धेरै नखाने कस्तो मजाले बाफ उडेको हेर्नु त हिजो गुन्द्रुक आज मेथी चाउलो के चाहियो होला धेरै यो मलाई एकदम मिठो लाग्छ बवाल मिठो लाग्छ बवाल 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 पुगे पुगे नै धेरै नखाने सो अब म चाहिँ टेस्ट गर्छु कस्तो छ टेस्ट है टक्क लाएर आँगन धेरै खान्न कसले खान्छ अनि धेरै खान्न यम्मी मिठो भएछ आमा एकदम बवाल 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 मिठो 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 ल सानो नानुको यति थोरै खाने त्यो धेरै त्यही भएर यति यति नै खान्छै खान्न त्यो पनि थाहा होइन अन्सा अन्सा सानो बोल्दैन आऊ सानोलाई बोलाउनु पर्छ होइन बुवा नानुले भनी खान थालिन् मिठो छ जाउलो मिठो छ नानु कस्तो छ आमा जाउलो मिठो छ यहाँ हेरेर भन्नु न मिठो छ सो गाइज हाम्रो भ्लग चाहिँ आजको लागि यति नै सी यु गाइज इन आवर नेक्स्ट भ्लग अन्टिल देन टेक केयर